मान्य सदस्य शिव नेपाली। सम्मान्य सभामुख महोदय, लोकतन्त्रको आधारभूत सिद्धान्त हो वाक स्वतन्त्रता। तर यो लोकतान्त्रिक सरकारको प्रधानमन्त्रीलाई लोकतन्त्र मन पर्दैन, किनकि उहाँ र उहाँको दललाई प्रश्न मन पर्दैन। प्रधानमन्त्रीज्यूलाई प्रश्न सोद्धा संसदीय व्यवस्थाको रिपोर्टिङ गर्ने दुई युवा पत्रकारको अनुमति पत्र खारेज गरिन्छ, किनकि उहाँलाई प्रश्न मन पर्दैन। केपी ओली कपमा हुटिङ गर्दा कार्यकर्ताले दर्शकलाई पिट्छन्, खेद्छन्। यदि केही गलत थियो भने कानुन छ, प्रहरी छन्। के कार्यकर्ताले पिट्ने नै उपाय हो? पिटिरहेका छन्, किनकि एमालेलाई प्रश्न मन पर्दैन। कसैले टिभीमा अन्तर्वार्तामा प्रतिपक्षलाई अराजक भन्छ, कसैले जिब्रो थुत्ने कुरा गर्छ भने कसैले पेड मिडिया भन्छ, किनकि यो सरकारलाई स्वतन्त्र नागरिक र निष्पक्ष पत्रकारिता मन पर्दैन। धन्यवाद। नेपालको जय होस्।